मोटी के त धेरै दिनपछि भेटेर नि आमा कस्तो टिक्नो र हान्दियो मलाई अहिले एउटा कमला पसन्द भेटिसके वेलकम बैक टू माई यूट्यूब चैनल। सो गाइस मैले चाहिँ अस्ति भनिसकेको थिएँ अनि 15 गते म घुम्न जान्छु भनेर र आज 15 गते हो। सो फाइनली घुम्न जान पाएन अनि गाइस मनी प्रब्लम भने सो त्यसैले म यही गाउँ नजिकको होमस्टे भन्ने ठाउँमा आज देख्न सक्नुहुन्छ। यो चाहिँ होमस्टे हो, उता होमस्टेतिर आज देख्न सक्नुहुनेछ। फाइनली हामीले चाहिँ अब यहाँ के लिएर जाँदैछौँ लिएर हिँड्ने तीनटै हो त्यही दिनु तीनटा त्यति नै दिनु क्या हो त्यो पनि खै। सो फाइनली सोल्टीले कोक सोक लिएर आएछ भने हो कि नै कोक सोक त्यो चिप्सको लागि गर्लफ्रेन्ड लाग्यो अदो। अहिले चाहिँ हामी गाबर होमस्टे भ्यालुमा रुम नम्बर कति 1 हो कि कति सोल्टी त्यहाँ आइसकेछौँ भने अब चाहिँ हामी कतातिर जाने ए भाइ यहाँ कहाँ हिँड्नाले हो बे तिमीले जाने कहाँ हो? घरि माथि घरि तल हिँड्नाले हो कहाँ माथि घरि माथि घरि तल गरेछ केटा हो। यहाँ पिङसिङ खेल्ने मैले घरतिर जाने अब क्यान्सल दोस्त पिङसिङ खेल्ने घरतिर जाने त्यसो विचार पिङ खेलेर अब हामी घरतिर जानुपर्छ कि पिङसिङ खेलौँ अब ओ आइज ओ हल्लाउन आइज ए केटाकेटी त म भर्खर 2 वर्षको ओ हल्लाउन आउन केटा हो तिम्रो हल्लाउन आउ त आऊ बस नि मुला बस्दैनौ ओ माथि ओ चुट्ला ए के हो तपाईँ हाम्रो बाउको सम्पत्ति जाने हो त होइन हो कि नै चुट्दैन बे ए चुट्ने भाइ किन बनाउँथे बे भन त गाबर भ्यालुहरू वेटर चाहिँ उयो हो यहाँको हो कि नै सोल्टी वेटर होस् कि नै के हो टिस्यु पेपरले खाप्चो पोस्ने घरतिर जाने अब त्यही त नयाँ पासवर्ड पाइसक्यो होइन अब विदेशका जाने त त्यो युट्युबरलाई उसलाई सब्सक्राइबरहरूलाई भन्दा त्यही अब फिक्स भएको छैन होइन अब नेपालमै पनि गर्न सकिन्छ। पासपोर्ट बनायो भन्दैमा अब विदेश त जाने कुराकानी हुन्न त्यो भनेको आफ्नो हतियार हो कि त्यो भनेको आफ्नै हतियार हो। कहिले बाइचान्स जान पनि सकिन्छ राम्रो अफर आएपछि हो कि नै नत्र त त्यही हो नेपालमै पनि होइन पानीपुरी पसलहरू छ नि त अप्सनहरू धेरै छ हो कि नै ट्र्याक्टरमा धेरै अप्सनहरू छ त्यसमा गर्न पनि सकिन्छ हो कि नै सोल्टी ठिक छ। आजको भ्लगलाई चाहिँ यति नै छ अनि लास्टमा लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला होइन। नेपाली भएर फेरि नेपालीलाई सपोर्ट गरिदिनु पऱ्यो फेरि भनेर भन्छ फेरि यो युट्युब जसले हाल्छ नि यो भिडियो त्यसले भन्छ त्यही हो। आजलाई चाहिँ ल बाइ बाइ। अब हामी चाहिँ उठ्न लाग्यो भने गाइस डिग्री आउनु बाँकी छ ए यहाँ चाहिँ 1 प्लेट ढिग्री आउन बाँकी छ हो कि नै के फ्राई ढिग्री हो नि फ्राई ढिग्री अनि हाम्रो धीरज सर के भन्न चाहनुहुन्छ हजुर के भनिदिनु न त तपाईँले उताबाट हल्का नराम्रो आयो कि होइन घामको उसले गर्दा फोकसले गर्दाखेरि त्यसको लागि म माफी माग्न चाहन्छु होइन हो। तपाईँ माफी माग्न चाहन्छ हामी चाहिँ अहिले खाएर पनि निस्किसक्यौँ भने देख्न सक्नुहुन्छ। अनि यहाँको चाहिँ ओभर बवाल थियो ढिग्री भन्ने छ अनि त्यही हो कुराहरू सब अगाडि गइसकेको छन्। हामी चाहिँ अब यतातिर छौँ अब पेमेन्ट गर्ने कुराकानी हुन्छ। एउटा दोस्त यतातिर टोइलेट गर्छ भने सो यहाँ चाहिँ हाम्रो धीरज दोस्त छ धीरज दोस्त हेर्छ ऊ चाहिँ सिङ्गर हो। नेक्स्ट भ्लगमा एउटा गाना चाहिँ उसको म हाल्छु होइन नेक्स्ट भ्लगमा चाहिँ यता पेमेन्ट गर्ने चाहिँ हाम्रो यहाँ हो। सो फाइनली अब हामी चाहिँ पेमेन्ट गर्न आइसकेको छौँ गाइस होइन देख्न सक्नुहुनेछ। अन्त हाम्रो कति भयो
माथि टावर गयो हामी चाहिँ सो हाम्रो चाहिँ अब पेमेन्ट हुने कुराकानी हुन्छ गाइस होइन देख्नु सक्नुहुन्छ आन्टीले बिल सिल बनाउँदै हुनुहुन्छ 2110 रुपियाँ 10 त त्यही होला अब होइन 2100 त होला अनि अब चाहिँ हाम्रो पेमेन्ट गर्ने कुराकानी हुन्छ दोस्त हाम्रो 2100 भएछ नि 2110 रुपियाँ 10 रुपियाँ डिस्काउन्ट नभए त के हो भन्ने अनि हो किन हुनु पऱ्यो नि अनि अलिकति युट्युबरहरूलाई डिस्काउन्ट त हुनु पऱ्यो एउटालाई पेमेन्ट गर्नु नि कति के छ पैसा सानो अनि अब त बुङ्गा हो पानीले समाप्त भयो अनि आन्टी हाम्रो सो फाइनली गाइस हाम्रो चाहिँ सबै भइसक्यो अनि पेमेन्ट हाम्रो सब ठिक छ नि अब चाहिँ हामी घरतिर लाग्ने कुराकानी हुन्छ नि सो एकछिन टाइम पास घुमेर चाहिँ लाग्ने कुराकानी हुन्छ सो त्यही हो ओइ मुझे मेरो बाइक त छैन त मेरो बाइक त छैन त के हो म सस्ता खाएर पनि अहिले चाहिँ हामी लाइन्स पार्कमा आइसकेछौँ भने सो देख्न सक्नुहुनेछ भने गाइस अहिले चाहिँ ओभर भन्दा नि ओभर भिड छ क्या भने लाइन्स पार्कमा देख्न सक्नुहुन्छ ए जतासुकै पिकनिकहरू छ क्या सो हाम्रो अङ्कलले चाहिँ के हो अङ्कल यो डिजे सिजे हो ए ल ठिक छ अङ्कललाई रैला हान्नु भइरहेको छ अनि अङ्कलले अनि के भन्छ अरू त्यस्तै हो के भन्छ यहाँ हल्का घुम्न आइदिरहेछ भने सो खासै त्यत्तिको रमाइलो त छैन मान्छेहरू छ जतासुकै भने देख्न सक्नुहुनेछ सो हामी चाहिँ अब एकछिन त्यत्तिकै घुम्दिउँ भनेर हामी चाहिँ चोरी बाटो हुन्छ नि सो चोरी बाटो चाहिँ हिँडिरहेछौँ भने सो त्यही हो मा अब के हुन्छ केटाहरू छैन ए दुईजना केटाहरू हिँड्नु नै हो तोर्पेहरू हो कि नै केटा हो तोर्पेहरू हिँड्नु दुईजना तोर्पेहरू छ यिनीहरूले कतातिर घुमाउँछ हामी जाने कहाँ हो खोइ चिनेको पनि छैन क्या यहाँ कोही हुन्छ नि चिनेको यस्तो चिनेको पनि छैन यसले हामी चाहिँ पिसाब फेर्न जानु लाग्छौँ भने हुन्छ नि यहाँ केटी आइमाईहरू सबले फोटोसोटो खिच्दैछ होइन केटाहरू पनि हेर्दैछन् ए साइड लुक्दै आऊ गरिरहेछन् होइन हुन्छ नि यति धेरै छ कि आज यति धेरै छ मान्छे अनि माघसौँ आफूले सोच्न नसकेको मान्छेहरू छ भने होला कोही आफ्नो याक्सहरू पनि आयो होला केटाकेटीको कोही याक्स आउँदैन यतातिर कोही याक्स आउँदैन मेरो त कोही याक्स पनि छैन म त जाने केटा हो टोइलेट जाने होइन टोइलेट जाने कस्तो ढाँटले पनि कस्तो केटी हिँडिहाल्यो यार आफैलाई बेजत लाग्छ यार हुन्छ नि पिकनिक खाएको रहेछ सो पिकनिक खाएर पनि भ्याइसकेछन् कि खाना बनाउँदैछन् अझै पनि त्यहाँ होइन हामी चाहिँ खानासाना खानेकुरा हामी इनफ छौँ भने यो आन्टीले यस्तरी कल गर्दैछन् कि यस्तरी माया कसम खाना पाक्यो भने खानासाना खाएर जाने पनि कुराकानी हुन्छ अनि दाइहरू त खाना राम्रोसँग पकाउनु म पनि खाना आउँछु अनि अब हामी पिसाब फेर्ने भनेर आएको छौँ भने यहाँ चाहिँ टोइलेट छ क्या त्यहाँनिर एउटा सो टोइलेटमा पिसाब फेर्ने भनेर आइसकेछौँ सो पिसाब फेरेर अब हुन्छ नि अरू ठाउँ गयो भने कति रुपियाँ लाग्छ भनेपछि 10 रुपियाँ लाग्छ कि त्यसले हुन्छ नि मैले अफ क्यामेरा पिसाब फेरिसकेँ भने यिनीहरू केटाहरूले चाहिँ कोहीले पनि पिसाब फेरेन क्या किनकि उसलाई पनि पिसाबै लाग्छ छैन भने हो उनीहरूले चाहिँ कोही पिसाब लाग्छ छैन कस्तो मेरो आन्टीको चटक हेर नि मैले देख्न हुन्छ नि कोही चिनेको भेटिन्छ कि भनेर हिँडेको कोही पनि चिनेकै भेटे छैन क्या सब बाहिरको मात्रै छन् क्या देख्न सक्नुहुनेछ सब बाहिरको मात्रै छ फाइनली उसले चाहिँ मेरो फोटोसोटो खिच्दियो अनि उसलाई धेरै अनि धन्यवाद छ अनि मेरो सब्सक्राइबरको पनि हो अनि मेरो दोस्त पनि हो मैले धेरै पछि भेट भइसकेको छ अनि लङ टाइम पछि भेट भइरहेको छ अनि दोस्त किन
ठिक छ नि यो सबै हाम्रो गाउँको बहिनीहरू हो क्या डान्स गर्ने जाऊ तिमी मुझे डान्स गर हामी कहाँ जाने ओए ल ओए एमसी ओए हामी यहाँ जाने सो फाइनली हाम्रो गाउँको यो बहिनीहरू यहाँ डान्स सान्स गरिरहेछ होइन देख्न सक्नुहुनेछ यो सबै चिनेकै हो क्या जाने कि नै हाम्रो गाउँको बहिनीहरूलाई भेटिसक्यो होइन गाइस मैले चाहिँ देख्न सक्नुहुन्छ डान्स सान्स गरिरहेछ होइन टिका मोटी ए मोटी भैँसी सो फाइनली ऊ चाहिँ मेरो स्कुल फ्रेन्ड हो है मोटी चाहिँ मोटी के त धेरै दिनपछि भेटेर नि आमा कस्तो इग्नोर हान्थ्यो मलाई फाइनली उसले चाहिँ मलाई इग्नोर हान्थ्यो नि स्कुल फ्रेन्ड हो होइन फाइनली होइन उनीहरू पिकनिक सिक्ने आएको रहेछ आफूलाई चाहिँ थाहा थिएन होइन अनि उनीहरूले हुन्छ नि हल्का जस्तो चिनेको जस्तो फ्रेन्डहरू जस्तो तिनीहरूले हामीलाई बाल्दैन क्या बाल्दैन माया कसम हुन्छ नि सँगै स्कुल फ्रेन्ड होइन चड्डी के भन्छ फ्रेन्ड जस्तै हो क्या हामी गाङ्गे हिँड्थ्यौँ सँगै सानोमा मैले अहिले चाहिँ बाल्दैन दोस्त तिमीले गाउँको हो कि नै उसँग त झन् गाङ्गे मैले घरकुटी खेलेर हिँड्थेँ हो कि नै तिमीसँग गाङ्गे घरकुटी चटकुटी खेलेर हिँड्थेँ सो अहिले मैले बाल्दैन क्या माया ठुलो भइसकेपछि सबै यस्तो गर्दो रहेछ होइन सो हुन्छ नि जति पनि सानोमा फ्रेन्ड थियो नि अहिले ठुलो भएर खासै त्यस्तो हुँदो नरहेछ क्या पहिलाको जस्तो हुन्थ्यो नि फ्रेन्डसिप त्यस्तो हुन्न क्या अब होइन दोस्त हो मैले एउटा कमला पसन्द भेटिसकेँ दोस्तले म यस्तो हुन्छ नि खिचिसकेको थियो मैले उसलाई हटाएर पनि एउटा कमला पसन्द उयो हुन्छ नि कमसेकम यसलाई किन्नुपर्दा 10 रुपियाँ पर्छ के 10 रुपियाँ त बच्यो हो कि न दोस्त हो कि नै कसले खान्छ यो मैले त खान्न यस्तो तैँले खान्छस् यसले पनि खान्न उसले पनि खान्न यसलाई बेच्ने कुरो कहाँ यहाँ हुन्छ 10 रुपियाँ भयो भने धेरै हुन्छ हामीलाई गाडी भाडा हुन्छ हो कि नै गाडी भाडा हुन्छ सो